हरे कृष्ण सम्पूर्णमा साथीहरू। आज चाहिँ मेरो आफ्नो गार्डनको सानो भिडियो बनाउँदैछु। हिजो चाहिँ मेरो यो गार्डनमा चाहिँ स्ट्यान्ड ल्याएको थिएँ। यो चाहिँ यहाँ इँटाहरू राखेको थिएँ। अहिले चाहिँ मैले इँटा निकालेर यसरी स्ट्यान्ड हालिदिएको छु। त्यति भएपछि अब मुनिबाट बढार्नु पनि सजिलो भयो, पानीको लागि पनि माटो जमेन। अनि मलाई अब त्यति साह्रो गार्डन सम्बन्धी त आउँदैन, तर पनि कोसिस गर्दैछु साथीहरू राम्रोसँग आफूलाई गार्डनिङ गर्नको लागि। अनि अब यसरी सानो सानो पौधाहरूबाट मैले चाहिँ सुरु गरेको थिएँ। आज यति यो मेरो बेबी प्लान्ट, सबैभन्दा कान्छी बेबी प्लान्ट। अनि यसको मदर प्लान्ट यहाँ छ साथीहरू, यसको मदर प्लान्ट। अहिले फेरि अर्को बेबी दिइरहेछ, यो पनि अर्को बेबी दिइरहेछ। यो पुरा मदर प्लान्टबाट एउटाबाट कतिवटा छ, मैले साथीहरूलाई पनि बाँडिदिन्छु, अरूलाई पनि। अनि यसको नाम चाहिँ आउँदैन साथीहरू मलाई। प्लान्टहरू चाहिँ मैले सानो सानो यत्रो यत्रो बच्चादेखि हुर्काएर ल्याएको छु। अनि अहिले गर्मी छ, बाहिर पनि छ मेरो टन्नै प्लान्टहरू। अब गर्मीले गर्दाखेरि एकदम बाहिर एकदम घाम लागेको छ साथीहरू। प्लान्टहरू छ बाहिर पनि छ, यता पनि छ। यो सबै मैले मेहनतले सानोदेखि हुर्काएर आज ठुलो बनाएकी छु। यो त झन् एउटा मात्रै यस्तो ल्याएको थिएँ है, एउटा रोपेको यति लहरा आयो क्या साथीहरू, कस्तो मजाले। त्यता पनि छ। अनि मेरो स्पाइडर प्लान्ट पनि जति एउटाबाट कति बनाएको छु मैले सबै ठाउँबाट। अनि मनी प्लान्ट पनि काटेर त्यसरी त्यहाँ राखिदिएको, लहरा गइरहेछ। अनि यहाँ स्नेक प्लान्ट भयो, यो मनी प्लान्ट मेरो मदर प्लान्ट। यसको बच्चा यो एउटा तिनवटा आएको छ। अनि यसको नाम चाहिँ आउँदैन साथीहरू, कस्तो राम्रो हुर्केको छ कि यिनीहरू पनि, मलाई एकदम मनपर्छ। अनि यो स्नेक प्लान्ट चाहिँ हावाको लागि शुद्धिकरण गर्छ भने ल्याएको। हेर्नु एउटाबाट कति आइसक्यो मेरो, यो सबै बेबी प्लान्टहरू हो। अनि अहिले चाहिँ मलाई प्लान्टहरू यसरी रोपेर हुर्काउन साह्रै मनपर्छ साथीहरू। अनि यो मेरो मेहनतको फल होइन। अनि यहाँ पनि छ सानो स्नेक प्लान्ट, अनि यसलाई रोपिदिएको छु, यो पनि आउँदैछ। अनि यस्तै गरी साथीहरू सिक्दैछु गार्डनिङ गर्न पनि। यो मेरो स्मल गार्डन। हरे कृष्ण सम्पूर्णमा, राधे राधे।